हेलो गाइज वेलकम ब्याक टु न्यू ब्लग। आजको यस ब्लगमा यहाँलाई वेलकम छ र म चाहिँ सोलुखुम्बुबाट चाहिँ काठमाडौँ आइसकेको छु र हिजो अस्ति चाहिँ मैले भ्लग बनाउन पाइएको थिएन र आज चाहिँ म बनाउँदैछु फेरि भ्लग चाहिँ। र म चाहिँ अब आज चाहिँ यहाँ एउटा एकसँग यहाँनिर स्ट्रबेरी छ, स्ट्रबेरीमा चाहिँ घुम्न जाँदैछु। भाइ र म, भाइ पनि आएको छ र भाइलाई चाहिँ यसो घुमाइदिउँ भनेर चाहिँ म स्ट्रबेरी जाँदैछु है त। हामी चाहिँ यहाँको नजिकैको स्ट्रबेरी चाहिँ घुम्न जाँदैछौँ र हाम्रो साथमा यहाँ भान्जा पनि हुनुहुन्छ। भान्जालाई चाहिँ लुगा लगाइदिएछौँ र हामी तिनजना चाहिँ हामी स्ट्रबेरी घुम्न जाँदैछौँ। यता भान्जा पनि रेडी हुँदै हुनुहुन्छ। कहाँ जाने अरे भान्जा? कहाँ जाने घुम्न? उता जाने? ल यहाँ चाहिँ टक्क जुत्ता सुत्ता लगाइदिएर लुगासुगा लगाइदिएर अब हामी चाहिँ यहाँबाट निस्किन्छौँ है त। चाहिँ घरबाट निस्किसकेको छौँ र यहाँ बाटो चाहिँ देख्न सक्नुहुन्छ एकदमै हिलो रहेछ क्या। र आज चाहिँ पानी रहेको छ किनकि हिजो अस्तिसम्म चाहिँ पानी थियो नि त, त्यही भएर भ्लग पनि बनाउनु पाएको थिएन। र आज चाहिँ पानी पनि रहिरहेछ। दिन चाहिँ एकदमै राम्रो भइरहेछ कि आज अब होइन, घाम पनि लागिरहेछ। अब फेरि पानी पर्ला जस्तो चाहिँ भइरहेछ तर पर्दैन होला होइन। तर दिन चाहिँ दामी नै भइरहेछ आज। यहाँ भाइहरू पनि आउँछ, भान्जा भाइ र भान्जा भान्जा कहाँ हिँड्नु भएको? कहाँ हिँडेको अरे? लजाइरहेछन् भान्जा चाहिँ। सो अब हामी चाहिँ स्ट्रबेरीतिर जाँदैछौँ। दिन चाहिँ यस्तो भइरहेछ होइन, टक्क लाएर दिन ठिकै छ, दामी नि छ। माथि डाँडामा आइसकेको छौँ। अब नजिकै छ स्ट्रबेरी चाहिँ। हामी चाहिँ माथि डाँडामा आइसकेको छौँ है। माथि डाँडाबाट चाहिँ यस्तो भ्यू देखिरहेको छ, देख्न सक्नुहुन्छ टक्क लाएर होइन, यस्तो छ। यहाँ चाहिँ डाँडो हो यो चाहिँ होइन। स्ट्रबेरी चाहिँ नजिकै छ यो उतापट्टि, त्यहाँनिर जाँदैछौँ। स्ट्रबेरी आइसकेको थियौँ होइन, स्ट्रबेरीमा चाहिँ बन्द रहेछ। अब चाहिँ हामी फर्किँदैछौँ। त्यत्रो बाटो आयौँ होइन स्ट्रबेरी घुम्ने भनेर, तर बन्द रहेछ कि। अनि त्यही भएर अब चाहिँ हामी फर्किसकेको छौँ यहाँबाट। र अब चाहिँ हामी फेरि घरतिर जाँदैछौँ। र हिलो भएर चाहिँ भान्जालाई कुनै कुनै ठाउँ पनि बोक्दै हिँडाउँदै गइरहेको छ। अघि म आउँदा चाहिँ मैले बोकेको थिएँ, अहिले चाहिँ भाइले डोराइरहेको छ भान्जालाई चाहिँ। अब हामी चाहिँ बाटोमा छौँ है, फर्किँदैछौँ। तर खास भाइलाई चाहिँ घुमाउनु लिएको हो मैले होइन। म त अब हिजो अस्ति पनि पहिला नै आएको थिएँ नि त अब स्ट्रबेरी। अब भाइलाई चाहिँ यसो घुमाइदिनु पऱ्यो। अब घर नजिकै हो नि त, यहाँबाट नजिकै थियो नि त, त्यही भएर घुमाउनको लागि आएको। तर बन्द भएछ होइन। ठिकै छ। अब भोलि फेरि हामी अर्को ठाउँ घुम्न जाँदैछौँ। भान्जा चाहिँ हिँड्दैछन्। बिस्तारै आउनु या हिलोमा हो। अब मम्मीले मार्नुहुन्छ, बिस्तारै आउनु पर्दैन लु हिँड्नुहोस्। टक्क अब यहाँ हेर्नु न, यहाँ कस्तो भिजेको, जुत्ता सुत्ता सबै भिजाउनु भएछ। पानीले गर्दा चाहिँ बाटो चाहिँ एकदमै हिलो क्या। भान्जालाई पनि बोकिरहेको छ भाइले। बाटो चाहिँ हेर्नु न कस्तो खत्तम क्या, पुरै हिलो होइन रोड पनि। चाहिँ अब घर पनि आइसकेको छौँ, फर्केर पनि घर आइसक्यौँ। त्यही भान्जा हामी चाहिँ घर आइसकेको है। अब घुमेर आयो मामासँग? कहाँ गएर आएको मामा? बन्द त रहेछ, ढोका लागेको रहेछ, बन्द रहेछ है। अब भित्र जाउँ। आमा जाऊ सुरु गर। अब म त नानीभित्र सुतेर आएको होला। बन्द त रहेछ। कहाँ पुगेर आएको भनिदेऊ मम्मीलाई, कहाँ पुगेर आएको भन्नु। मैले चाहिँ होइन बिहान लुगा धोएको थिएँ होइन, अनि टक्क लाएर अब लुगा धोएको थिएँ आज घाम लाग्छ भनेर। तर अघि म घुम्न जाने बेलामा चाहिँ टक्क अब फेरि पानी पर्ला जस्तो थियो नि त, अनि त्यही भएर पानी पर्छ होला भनेर मैले चाहिँ भित्र आएको थिएँ। अब त्यसलाई चाहिँ म बाहिर सुकाउने छु है। फेरि लुगा चाहिँ यस्तो लिएर आएको छु क्या, हेर्नु न यस्तो गरेर आएको छु। अब यसलाई चाहिँ म टक्करनिर बाहिर सुकाउँछु फेरि है। अब यो ठ्याक्क अहिले चाहिँ मिलाउनु पर्ने छ। यो ठ्याक्कै यो खाटलाई चाहिँ यहाँनिर राख्नु छ, यो दराजलाई चुबो राख्नु छ। ठ्याक्कै भद्रागोल छ अहिले चाहिँ होइन। टक्क अहिले म मिलाउँछु र म अब चाहिँ लुगा चाहिँ टक्क घाममा सुकाइदिनु पर्यो है। लुगा पनि सुकाइदिइसकेको छु टक्क लाएर। यहाँ जुत्ता पनि छ, टक्क यहाँनिर चाहिँ लुगा सुकाइदिइसकेको छ। घाम पनि लाग्ला जस्तो पनि भइरहेको छ, बादल पुरै आइरहेको छ माथि चाहिँ होइन। टक्क सुकाइदिएँ। अब भद्रागोल भइरहेछ। टक्क यो दराजलाई चाहिँ यहाँ ल्याइसकेको छौँ। अब यसलाई नि यहाँ ल्याउँछौँ। ल हामीले चाहिँ अब रुमसुम सबै मिलाइसकेको छौँ। अब कस्तो भयो भनेर म हजुरहरूलाई देखाउँछु है त। ल टक्क लाएर रुम चाहिँ यस्तो बनाइसकेको छ। टक्क यहाँ अघि अब यो यहाँनिर थियो नि त यो दराजहरू, सबैलाई उता हटाइदिएँ। अनि यता यस्तो छ होइन। टक्क लाएर यो चाहिँ मेरो खाट होइन। अनि यहाँ अर्को त्यो यो खाट चाहिँ उहाँ पर थियो,
यसलाई चाहिँ यहाँ ल्याइसकेको छ। यहाँ चाहिँ म सुत्ने खाट हो यो चाहिँ होइन। टक्क सामानहरू यसरी मिलाएँ। सामान धेर छ कि त्यही भएर लथालिङ्गै भयो होइन। टक्क लाएर ल यही हो। अब चाहिँ रुमसुम सबै मिलाइसक्यो। अब चाहिँ भोक लाग्यो। अब 3 पनि भइसक्यो होइन। अब चाहिँ खाजा बनाउनु जाँदैछु। खाजा बनाउनु लागि किचनमा आइसकेको छु र म चाहिँ अब खाजा चाहिँ चाउचो बनाउँछु है त। चाउचो पनि आइसकेको छ। अब म चाउचो पकाउँछु र पहिला सुरुमा चाहिँ म प्याज काट्छु है त। टक्क लाएर प्याज पनि काटिसकेँ अब मैले। त्यसै गरी म टमाटर सिक्छु। टमाटर हाल्नु पऱ्यो। 2जना टमाटर हाल्नु पऱ्यो। टक्क लाएर यसलाई धुनु पऱ्यो। टक्क लाएर अब ग्यासलाई अन गर्छु। भाँडा बसाल्छु। टक्क लाएर पानी हाल्नु होइन। लाएर अब म चाहिँ यो प्याजहरू चाहिँ यहाँ हाल्छु है। ल मैले चाहिँ प्याज पनि यहाँ हालिदिइसकेँ। प्याज र टमाटर। अब चाहिँ यसको सुप हाल्छु है त। टक्क लाएर अब एउटा चाहिँ रायो खोर्सानी पनि हालिदिन्छु होइन। टक्क दामी हुन्छ नि त। यसलाई पनि म यसमा हालिदिन्छु। अब यो पनि उम्लिन आँटेको छ। टक्क लाएर अब यसलाई पनि हालिदिन्छु है। टक्क यसलाई अब अलिक थोरै कति थोरै नुन पनि हालिदिएँ मैले। अब चाहिँ म चाउचो हालिदिन्छु। सबै चाउचो हालिदिएँ। पानी पनि उम्ल्यो। चाउचो पाइसकेको छ। भाग पनि लगाइसकेको छु। अब खाने ल हामी चाहिँ सबैजना मिलेर चट्टा लाएर खाँदैछौँ। मैले चाहिँ आधी बनाइसकेँ। भाइ चाहिँ भर्खर खाँदैछ। भान्जा आउनु माथि यहाँ चाउचो खानु। ल आउनु माथि। आउनु माथि। माथि बसेर खानु न। ल हामीले चाहिँ चाउचो पनि खाइसकेका छौँ र अब चाहिँ हामी भनेको चाहिँ अब चोकमा निस्किँदैछौँ। एकछिन चोकमा काम छ सानो। र चाउचो कस्तो लाग्यो तपाईँहरूलाई? म चाहिँ खालि यसै गरी पकाउँछु। हजुरहरू चाहिँ कसरी पकाउनुहुन्छ? म चाहिँ जहिले पनि यस्तै गरी पकाउने गर्छु। ल हामी चाहिँ चोकमा पनि पुगेर आइसकेको थियौँ। चोकमा चाहिँ किन गएको भन्नु होला। हामी चाहिँ त्यहाँ पानीपुरी चटपटा खाना गएको थियो। अब चाहिँ हामी घरतिर लागिसक्यौँ होइन। ल भिडियो कस्तो लाग्यो? लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। हस्त धन्यवाद।